125 डायमन्ड्स फर फ्री. यस, यु हर्ड मी राइट. 125 डायमन्ड फ्रीमा पाउनको लागि तपाईँले आफ्नो रेडियन्ट लर्डलाई अक्सनमा राखेर सेल गर्न सक्नुहुन्छ. त्यसको लागि चाहिँ यो भिडियो पुरा हेर्नुपर्छ है. मसँग अहिले डायमन्ड छैन, हेर्नु होला 0 डायमन्ड देखाइरहेछ. अब म हजुरहरूलाई देखाउँछु है. फर्स्टमा हामी फिसिङवाला इभेन्टमा जान्छौँ. त्यसपछि ग्यालरीमा क्लिक गर्छौँ. ग्यालरीमा क्लिक गरिसकेपछि लेजेन्डरी फिसको अप्सनमा क्लिक गर्छौँ र त्यहाँनिर तपाईँको रेडियन्ट लर्ड आइपुग्छ. रेडियन्ट लर्डमा दुईवटा अप्सन पाउनुहुन्छ, एउटा एक्टिभेट, अर्को ट्रेड. एक्टिभेटमा क्लिक गर्नुभयो भने हजुरले बेच्न पाउनुहुन्न, त्यही भएर हजुरले ट्रेडमा क्लिक गर्नु. ट्रेडमा क्लिक गरेपछि हजुर अक्सन हाउसमा पुग्नुहुन्छ. अक्सन हाउसमा हजुरले बाई आउट प्राइसमा रहेको म्याक्सिमम अमाउन्टको डायमन्डभन्दा बढी नराख्नु होला, हजुरको त्यो बिक्री हुँदैन. र 120 भन्दा तल पनि नराख्नु होला. हजुरले बढी डायमन्डको राख्नुभयो भने उनीहरूले चार्ज पनि बढी डायमन्ड नै लिन्छन्. हजुरले कम डायमन्डमा राख्नुभयो भने उनीहरूले गोल्ड चार्ज गर्छन् है. यहाँनिर मिनिमम प्राइस हजुरले 120 डायमन्ड सेट गर्न सक्नुहुन्छ भने म्याक्सिमम 140 सेट गर्न सक्नुहुन्छ. मैले 125 डायमन्ड सेट गरेँ. त्यसपछि लिस्टमा क्लिक गर्ने र कन्फर्म गर्ने. कन्फर्म गरिसकेपछि हजुरको 20 सेकेन्ड लाग्छ लिस्टिङ हुनलाई वा ट्रेडिङमा बस्नलाई. 20 सेकेन्ड सकिसकेपछि हजुरले एउटा इन्टरफेस पाउनुहुन्छ लिस्टिङ सक्सेसफुल भयो भनेर, र केही टाइमपछि हजुरले हजुरको मेलमा वा म्यासेजमा चाहिँ पाउनुहुन्छ है तपाईँको सेल भयो कि भएन भनेर. र मेरो रेडियन्ट लर्ड चाहिँ सेल भइसकेको छ. यहाँनिर सेल सक्सेसफुल भनेर एउटा मेसेज आएको छ सिस्टममा, मेलमा. त्यहाँनिर क्लिक गर्दा हजुरहरूले देख्न सक्नुहुन्छ 125 डायमन्ड मैले क्लेम गरेँ. रेडियन्ट लर्ड सेल गरिसकेपछि के हामीले फेरि पनि त्यसलाई फिसिङ गर्दा पाउँछौँ भन्ने क्वेसन आएको छ भनेदेखि यस, हामीले पाउँछौँ र यो त्यसको एउटा प्रुफ रहेको छ. भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद. यदि युट्युबमा हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र टिकटकमा हुनुहुन्छ भने फलो गर्नुहोला. थ्याङ्क यू.